हेलो साथीहरु, तपाईलाई स्वागत छ मेरो च्यानलमा। हामी सबैजनाले सिम्याटको फर्म पनि भरिसक्यौं र सम्भवतः हामी सबैले सिम्याटको इन्ट्रान्स एक्जामको एडमिट कार्ड पनि डाउनलोड गरिसक्यौं। एडमिट कार्ड डाउनलोड गर्न जान्नु हुँदैन भन्नेपछि यो भन्दा अगाडि चाहिँ मैले एउटा भिडियो बनाएको छु। त्यहाँबाट हजुरहरुले भिडियोको ट्युटोरियलबाट एडमिट कार्ड कसरी डाउनलोड गर्ने भनेर हेर्न सक्नुहुन्छ। आज चाहिँ सेन्टर कहाँ परेको छ त तपाईको सम्बन्धित कलेजमा फर्म भर्नु भएको छ र त्यो सम्बन्धित कलेजको चाहिँ इन्ट्रान्सको चाहिँ सेन्टर कहाँ परेको छ भनेर हेर्नको लागि पहिला सिमेट इन्ट्रान्स सेन्टर भनेर दाब्नुस् यहाँनेर। अनि यहाँनेर फ्याकल्टी अफ म्यानेजमेन्ट भनेर खुल्छ। यहाँनेर फ्याकल्टी अफ म्यानेजमेन्ट खुलिसकेपछि यसरी तपाईहरुको आज चाहिँ किन टाइम लाग्यो, टाइम चाहिँ नलाग्नु पर्ने हो। र यसरी तपाईको फ्याकल्टी अफ म्यानेजमेन्टको चाहिँ आधिकारिक वेबसाइट खुल्छ र त्यसपछि तल जानुहोस् र यहाँनेर एक्टिभिटिज अथवा नोटिसमा जानुहोस्। यहाँनेर लेखेको छ अमेन्डेड एडमिसन टेस्ट सेन्टर फर एमबीएस एन्ड एमबीए प्रोग्राम फर द एडमिसन ब्याच अफ 2023। यो भन्दा अगाडि पनि पहिला हाम्रो सेन्टर को नोटिस प्रकाशित भएको थियो र त्यसलाई हल्का चेन्ज बनाएको कारणले यहाँनेर अमेन्डेड लेखेको छ। अनि सिम्पली क्लिक गर्नु होला र त्यसपछि यहाँनेर एउटा तपाईको ड्राइभ खुल्छ र यसलाई लोड हुन एकछिन टाइम लाग्छ। कीप सम पेशेन्ट। हामी मास्टर्स पढ्ने मान्छे भइसक्यौं, अलिकति पेशेन्ट हामीले राख्नु पर्ने हुन्छ। यहाँनेर चाहिँ आज चाहिँ मेरो नेट अलिकति स्लो भएको कारणले गर्दाखेरि टाइम लागेको, अदरवाइज इट वुडन्ट ह्याभ टेक टाइम टु लोड दिस पेज है त। खुल्दै छ र यहाँ तपाईको डिटेली के छ सबै लेखेको हुन्छ है त। आउँदै छ यहाँनेर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय भनेको छ विच इज नोन एज अ म्यानेजमेन्ट फ्याकल्टी र हाम्रो यहाँनेर छ परीक्षा केन्द्र। यो परीक्षा केन्द्र भनेको सेन्टरको नेम हो। यो परीक्षा केन्द्र भनेको छ यो सेन्टरको नेम हो र यहाँ क्याम्पसको नाम बनाएको छ। यो परीक्षा केन्द्रभित्र कुन कुन कलेजहरुको चाहिँ सेन्टर परेको छ र यहाँनेर कलेजको नाम हुन्छ, यहाँनेर सेन्टरको नाम हुन्छ। जस्तै मानिलियो तपाईको 1 नम्बर कोशी प्रदेशमा चाहिँ महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कुन कुन कलेजको सेन्टर परेको छ। महेन्द्र रत्न बहुमुखी क्याम्पसको आवेदन दिने सम्पूर्ण परीक्षार्थीहरुको सेन्टर परेको छ, अरु कसैको परेको छैन। र मेची बहुमुखी क्याम्पस भद्रपुर झापामा मेची क्याम्पसको मात्रै तपाईको सेन्टर परेको छ। र सेन्टर कन्काई आदर्श बहुमुखी क्याम्पस बिर्तामोड झापामा को सेन्टर परेको छ। कन्काई आदर्श बहुमुखी क्याम्पस बसको आफ्नै सेन्टर परेको छ, होम सेन्टर प्लस बिर्तामोड इन्द्रचोक चन्द्र क्याम्पसको सेन्टर परेको छ जुन चाहिँ बिर्तामोड झापामा रहेको छ। र साथै कन्काई बहुमुखी क्याम्पस को सुरुङामा आवेदन दिनेको सम्पूर्ण परीक्षाको सेन्टर परेको छ। जस्तो दमक बहुमुखी क्याम्पसमा दमक झापामा छ जुन त्यहाँ चाहिँ कसको परेको छ, दमक बहुमुखी क्याम्पसको परेको छ। अर्को उल्लाबारी बहुमुखी क्याम्पसको सेन्टर पनि दमक बहुमुखी क्याम्पसमा परेको छ। र पथारी बहुमुखी क्याम्पस जुन चाहिँ मोरङमा छ त्यसको पनि सेन्टर दमक बहुमुखी क्याम्पसमा परेको छ। यो त कोशी प्रदेश हो। मानिलियो तपाई हुनुहुन्छ अब 5 नम्बर प्रदेश जुन चाहिँ लुम्बिनी प्रदेश भन्छ है त। 4 नम्बर प्रदेश गण्डकी र 5 नम्बर प्रदेश लुम्बिनी। मैले चाहिँ फर्म भरेको छु महेन्द्र बहुमुखी क्याम्पसबाट र महेन्द्र बहुमुखी क्याम्पसमा को सेन्टर परेको छ। महेन्द्र बहुमुखी क्याम्पसमा आवेदन दिनेहरुको पनि सेन्टर महेन्द्र बहुमुखी क्याम्पसमा परेको छ। र साथै मार्क इन्टरनेशनल कलेज छ जुन दाङमा छ त्यसको पनि सेन्टर महेन्द्र बहुमुखी क्याम्पसमा परेको छ। जस्तै तपाई बुटोल बहुमुखी क्याम्पसबाट हुनुहुन्छ त्यसको सेन्टर बुटोल बहुमुखी क्याम्पसमा परेको छ। र लुम्बिनी वाणिज्य क्याम्पस एलबीसी को सेन्टर पनि
बुटुल बहुमुखी क्याम्पसमा परेको छ। न्यू होराइजन कलेजको सेन्टर पनि बुटुल बहुमुखी क्याम्पसमा परेको छ। राममणि बहुमुखी क्याम्पसको सेन्टर पनि बुटुल बहुमुखी क्याम्पसमा परेको छ। र सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटुल 5 मा रूपन्देहीमा छ, त्यसको पनि बुटुल बहुमुखी क्याम्पसमा परेको छ। योग्योदय दुधनाथ थारू बहुमुखी क्याम्पस जुन रूपन्देहीमा छ, त्यसको सेन्टर पनि बुटुल बहुमुखी क्याम्पसमा परेको छ। भनेपछि यहाँ तपाईले जुन कलेजबाट आवेदन दिनुभएको हो त्यसको सेन्टर यहाँ पर्छ है त। र साथै यो नोटिसको लागि यसको आधिकारिक पेजमा छ, तपाईले हेर्न सक्नुहुन्छ। धन्यवाद। र भिडियोलाई सब्स्क्राइब र शेयर पनि गरिदिनु होला। धन्यवाद।